जापान बस्ने 29 वर्षको सिंगल महिला दुलहीको लागि पुरुष दुलहा चाहियो। महिला दुलही जापान बस्नुहुन्छ, उहाँ ब्राह्मण समुदायबाट हुनुहुन्छ, पढे लेखेको हुनुहुन्छ, एकदम राम्री हुनुहुन्छ। ल उहाँले अमेरिका, अस्ट्रेलिया, क्यानाडा अथवा युके बसोबास गर्दै आउनुभएको ह्यान्डसम ब्राह्मण समुदायको पुरुष दुलहा खोजी गर्नुभएको छ। पढे लेखेको हुनु पर्यो, इमानदार हुनु पर्यो। अघि मैले भनिहालेँ त्यति देशमा बसोबास गर्दै आउनुभएको हुनु पर्यो। पुरुष दुलहा 30 देखि 35 वर्षसम्मको मात्र हुनु पर्यो। उहाँले त्योभन्दा माथिको एज भएका पुरुष दुलहा एक्सेप्ट गर्नुहुन्न। उहाँको थप विवरण जान्नको लागि जीवनसाथी म्यारेज ब्युरोलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि यहाँ व्हाट्सएप नम्बर रहेको छ, हामीलाई कल गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। साथै फेसबुकमा जीवनसाथी म्यारेज ब्युरो, टिकटकमा जीवनसाथी म्यारेज ब्युरो, युट्युबमा जीवनसाथी म्यारेज ब्युरो फलो गर्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। मैले यो अनुरोध गर्दछु, यदि उहाँको बारेमा जान्न मन छ, बुझ्न मन छ भने यो भिडियोको स्क्रिनसट सहित हामीलाई व्हाट्सएप गर्नुहोला। हामीलाई हाई हेलो भनिराख्नु पर्दैन, सिधै आफ्नो विवरण सहित हामीलाई मेसेज गर्नुहोला। साथै उहाँको विवरण हामीले सिधै हजुरहरूलाई दिन मिल्दैन, किनकि हामीले गोपनीयताको ख्याल गर्नुपर्छ। त्यसैले नम्बरले फोटो पठा भनेर तपाईहरूले हामीलाई भन्नुभयो भने त्यो प्राप्त गर्न सक्नुहुन्न। पहिला हजुरहरूको विवरण दिनुहोस्, हजुरहरूको आफ्नो कुरा राख्नुहोस्। प्रत्येक व्यक्तिको गोपनीयतालाई हामीले ख्याल गर्नुपर्छ। जीवनसाथी म्यारेज ब्युरोमा आउँदैमा तपाईँको विवाह हुन्छ भन्ने ग्यारेन्टी छैन, किनकि क्यान्डिडेट मन नपर्न पनि सक्छ, चित्त नबुझ्न पनि सक्छ। त्यसैले उहाँको गोपनीयतालाई हामीले कहीँ कतै चुहाउने छैनौँ। यो भिडियोलाई व्यापक सेयर गरिदिनु होला, ताकि अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युके बस्ने हाम्रा सिंगल पुरुष दाजुभाइहरू, पुरुष दुलहाहरू समक्ष पुगोस्।